वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी चाहिँ म्युजियम घुम्न गएको छौँ। ल अब हेर्दै जानु। हेर्नुहोस् होला गेडा टिपेर देखाइदिन्छु। गेडा अनि यहाँ काठको बुट्टा छ। अब अगाडि राम्रो चाहिँ लाग्छ बुट्टा हो। यो गाडी पार्किङहरू गाडी पार्किङ मेरो होइन मैले चलाएको गाई यो चाहिँ लप्सी हो। लप्सी खाना आउनुपर्छ है गाई। लप्सी खोलाउनु ल्याएर चाहिँ कुकुरलाई मनपर्छ लप्सी। आउनु होला गाई त्यहाँ टिप्नु। यो चाहिँ दार्जिलिङको बुटो हो। हजुरले मनपर्छ मन पर्दैन आउनुहोस्। अब चाहिँ हामी म्युजियमभित्र आउन लागेको छ। यो चाहिँ बस्ने खाँकी हो। मूर्ति छ। छेउमा कति राम्रो भ्यू छ। सामने आएर चर्को बनाउनु। यहाँनिर तिनवटा मूर्ति छ अझै। अनि वहाँनिर छ हिमाल ठुलोतिर गाईहरू आउँदै गर्नु होला। चौर चाहिँ राम्रो छ। गाईसँग अनि म्युजियम आउन लागेको छ। अब म्युजियम गएर भित्र देखाउँछ राम्रो। अब चाहिँ राम्रो ओ हामी चाहिँ यहाँ पहिला चढ्नु थियो। यहाँ पहिला घाम हुँदाखेरि चक्कर थियो। आज चाहिँ हामी चढ्दैछौँ गुरुमाथि। खै चढाउँछ चढ्नै नसक्दो रहेछ। गाइस यहाँ चाहिँ तातै छ। ल हामी यो त पोखरी देखाउँछ। पोखरी हेर्नुहोस् होला। पोखरीमा माछा रङ्गी बिरङ्गीको। गाइस देख्नुभयो कति ठुल्ठुलो माछाहरू छ। अझै हामी भित्र गएको छैनौँ। भित्रको दृश्यहरू हेर्नु होला। जाऊ कति धेरै भर्खर म्यान छ है। बनाउनु खाना पाक्दै छैन। गाई चाहिँ खाने भयो। आउनुहोस् खाना पकाएर चाहिँ हाल्नुहुन्छ।
भने आउनु होला मासु सासु पकाएर राखेर अब हामी खाना पाकिसक्यो यहाँ बसेर खाना पनि छ अब बसेर खानुहुन्छ यहाँ चाहिँ कति धेरै उत्सवहरू छ यहाँ चाहिँ ठुलो एसी छ पङ्खा छ आनन्दले भन्नुपर्छ यो नै समय यो खाना खाने सिकासी गर्ने उसहरू बस्ने ठाउँ र यो चाहिँ यो पनि अझ एउटा आयो यहाँ ठुलो यहाँ चाहिँ रक्सी पार्दैछ होइन गाइस को कोले रक्सी मनपर्छ लिन आउँछ होला यता चाहिँ हाम्रो गुरुङ कल्चरको ड्रेस छ होइन फोटोहरू पनि छ यो चाहिँ शेर्पाहरूको युनिफर्म है कस्तो छ अहिले उनीहरूको नेपालीहरू होला एकचोटि राम्रोसँग गाई छेर्नलाई गुरुङ कल्चरहरूको ड्रेसहरू कति धेरै छ यहाँ सामानहरू धेरै छ होइन र गाई यहाँ चाहिँ नक्सामा धेरै पशुपक्षीहरू छन् धेरै किसिमकाहरू पशुपक्षीहरू छन् हाम्रो म्युजियममा घुमेर जानुहुन्छ होला हामीले पशुपक्षीहरू हेर्न पाउनुहुन्छ यो नक्सामा चाहिँ भयो यो हिमाल पाहाडवासीहरू यहाँ त हिमालवासीहरू पाहाडवासीहरू तरावासीहरू बस्ने यस नक्सामा नक्सा चाहिँ अलिक ठुलो छ नि गाई यहाँ एउटा कुरा चाहिँ जान्छ यो चाहिँ किसिम किसिमकाहरू खुट्टालोहरू जाने यहाँ राम्रा राम्रा फुलहरू किसिम किसिमकाहरू छ यहाँ चाहिँ चिलको स्ट्याचु छ गाई अब यता वन बिरालो गाई चाहिँ यो चाहिँ के हो यसो गेस गरेर कमेन्ट हाल्नु होला यो चाहिँ चितुवा गाई छैन सबसे तेज भएको यो पनि घरमा बस्ने चितुवा गाई चाहिँ यो डाँफे यो बिच्चाको के हो यो बिच्चाको चाहिँ नाम के हो भनेर यसो पढाइदिनु कमेन्टमा चाहिँ कति धेरै चित्रहरू पनि गर्न सक्छौँ एनिमलहरू छ अनि यो झिकरहरू छ नक्साहरू भ्यूहरू धेरै छ अब अगाडि हेर्दै जानु उसको रहेछ हुन्छ यसको भित्र चाहिँ एउटा पुतला सुतिरहेछ भन्ने म सुत्न जान्छु गाई यहाँ चाहिँ एउटा पुतला सुतिरहेछ हिमालमा चढ्नेहरूको मान्छेहरूको घर छ होइन यहाँ चाहिँ धेरै किसिमको मान्छेहरू हिमालमा चढेर हिमालय चढ्ने जुत्ताहरू छ होइन यो अब हिमालय चाउरका पाहाडमा के सामान पाउँछ त्यसो चाहिँ छैन अनि यो फोटोहरू हेर्नु छ होला ब्याक साइड हेर्नु होला टोपी चस्मा यो चाहिँ ज्याकेट छैन हिमालय जाडो हुनु भनेर त्यस्तोहरू छैन पन्जाहरू गाइडहरू पुग्ने पाहाड छुट्ने पाहाडहरू हिमालहरू कति यो पनि सबै हिमालय चढेको जग्गाहरू हो यो पनि छैन को फोटो टाँसेको छ होइन बुकहरू कति धेरै छ त्यसको बारेमा लेखेको छ यो चाहिँ सबै हिमालमा चढ्ने सामानहरू
सामानहरू छ है गाइस। अब यो पनि त्यही मालाचरी सामानहरू भयो, यो कति ठुल्ठुलोहरू छ होइन। यो हिमालय चढ्न चाहिँ उनीहरू त्यही भन्ने जसरी भन्ने चाहिनुपर्छ, नत्र त हामी अहिले त्यो हिमालय चढ्न सक्दैन गाइस होइन। त्यो सबै हिमालय चाहिने चिजहरू छ। अब अगाडि जाऊँ, अगाडि यो हिमालय चढ्ने अक्सिजनहरू हामीलाई चाहिने पर्ने अक्सिजनहरू है। अनि यो आइस स्क्यान गर्नलाई यो भयो हेलमेटहरू सेफ्टीहरूको लागि। अब अगाडि गयो भने उनीहरूलाई हिमाल छ ठुलो, माथिको भयो पाहाडवासी, यो तरावासी, अनि यो त्यो हिमालवासी हो गाइज। अनि यो तलको तरावासी, यो पाहाडवासीहरू भयो गाइज। अब अगाडि यो चाहिँ सगरमाथा है गाइज। सगरमाथाहरू चाहिँ रमाइलो चिजहरू गर्नुपर्छ। अझै गाइज पहिलाको जमानाको फोटो छ होइन, कसरी सुरु भएको त्यो उसहरू ढुङ्गे यो जङ्गली युगहरूबाट उसहरू सुरु भएको यो चाहिँ गाइज तराईमा पाइने जनावर हो। अनि यो चाहिँ गाइज गाइज यसको नाम के हो कमेन्टमा हाल्नु। यो चाहिँ हिमालय हुने त्यति हो है गाइज। अनि यो चाहिँ तराईमा पाइने जनावर। यो तराईमा पाइने यो जनावरको यो रुम छ नि हो, त्यो झिकालेर कपडा बनाइन सकिन्छ। अनि यो गाइज हिमालय चढ्दाखेरि अक्सिजनहरू चाहिने हो, यो सबै यो फोटोहरूमा पनि छ अक्सिजन देखाएको। यो सबै हिमालय चाहिने चिजहरू गाइज। यो चाहिँ फोहोर मैलाबाट बनाएर यो चाहिँ फोहोर मैलाको त्यो नक्सा यो चित्रहरू खिचेको छ होइन। अगाडि भन्छु ल गाइज। त्यो चाहिँ हिमालयको यता हेर्नुहोस् ल, इन्जोय गर्नु त्यही त यो चाहिँ विदेशीहरूमा कस्तो हुन्छ त्यो दुईजना मान्छे चाहिँ चढेको फोटो छ गाइस। अब अगाडि फोटोहरू हेर्दै जान्छु है। सबै विदेशीहरूको उसहरू सामानहरू चाहिने गाइस। विदेशी नेपालीहरू छन् सुन्दर चाहिँ धेरै फोटोहरू छन् होइन। त्यो फोटोहरू धेरै राम्रो सक्दैन। चाहिँ एउटा जनावरले एउटा मानिसले जनावरले खाना खिलाएको छ देखाएको छ। यो चाहिँ सबै राम्रो ठाउँहरू हो। यो नक्सा भयो यहाँ, यो नक्सा भयो। अनि यो यो सहरहरूको नक्साहरू भयो, यो चित्रहरू छ होइन। अब यस्तो बोर्डमा खेलेको छ होइन। यो चाहिँ सायद सबभन्दा ठुलो जानवर घाँटा पाइन्छ यो यसको देखाएको छ। अनि चाहिँ एउटा नक्सा हो, जब त्यो छ यता चाहिँ म्युजियमको अगाडि देखाउनु छ। यो 2050 साल भयो पुरानो फोटोहरू छ भनेर म्युजियममा राखिएको छ। धेरै सुन्दर गाइस। यो चाहिँ पहिला
चाहिँ यस्तो हुन्थ्यो होइन। अब अहिलेको जस्तो पुल यस्तो खरानी बनेको यस्तो यस्तो हुँदैन। पहिला यस्तो डोरीले बनेको हुन्थ्यो। गाइस